こんにちは皆さん。今日はみんなの日本語第1課の単語を勉強していきたいと思います。नमस्ते तपाईहरु सबैजनालाई। आज चाहिँ हामी मिन्नानो निहोङ्गोको लेसन 1 को भोक्याबुलरीहरु चाहिँ पढ्नेछौँ है त। 今日もよろしくお願いします。じゃあ始めましょう。आजको हाम्रो पहिलो भोक्याबुलरी छ वातासी। वातासी भनेको चाहिँ म है त। मलाई चाहिँ वातासी भन्नु पर्यो। वातासी। त्यसैगरी अर्को भोक्याबुलरी छ आनाता। आनाता भनेको चाहिँ यु भनेको है त। तिमी अथवा तपाईलाई चाहिँ आनाता भन्नु पर्यो। त्यसैगरी अर्को भोक्याबुलरी छ हितो। हितो भनेको चाहिँ पर्सन है त। मान्छे। मान्छेलाई चाहिँ हितो भन्नु पर्यो। त्यसैगरी अर्को छ हाम्रो खाता। खाता भनेको चाहिँ व्यक्ति। पोलाइट अफ हितो। मान्छेको पोलाइटलाई चाहिँ खाता भन्नु पर्यो है त। मान्छे र व्यक्ति भन्ने बेलामा धेरै फरक हुन्छ नि त हैन। जस्तै उ त्यो मान्छे भन्नु र उ त्यो व्यक्ति भन्नुमा अलि फरक नै हुन्छ हैन। मान्छे भन्नु भन्दा चाहिँ व्यक्ति भन्दा चाहिँ अलिकति सभ्य भाषा सुनिन्छ है। त्यही भएर हितो भनेको चाहिँ मान्छे भयो, खाता भनेको चाहिँ व्यक्ति भयो। त्यसैगरी अर्को छ हाम्रो आनो हितो। आनो हितो भनेको चाहिँ त्यो मान्छे भन्न खोजेको है त। त्यसैगरी अर्को छ हाम्रो आनो खाता। आनो खाता भनेको चाहिँ त्यो व्यक्ति। आनो हितोको पोलाइट चाहिँ आनो खाता। आनो हितो भनेको त्यो मान्छे, आनो खाता भनेको चाहिँ त्यो व्यक्ति भनेको है त। त्यसैगरी अर्को छ हाम्रो एन्जिनियर। एन्जिनियर भनेको चाहिँ इन्जिनियर। इन्जिनियरलाई चाहिँ एन्जिनियर भन्नु पर्यो है त खाता खानामा। त्यसैगरी अर्को छ हाम्रो मिनासान। मिनासान भनेको चाहिँ सबैजना, एभ्रीवान अथवा एभ्रीबडी भन्न खोजेको है त। लेडिज एन्ड जेन्टलम्यान भन्न खोजेको। त्यसैगरी हामी अर्कोतर्फ जाउँ। हाम्रो अर्को भोक्याबुलरी छ सेन्से। सेन्से भनेको चाहिँ शिक्षक, टिचर अथवा मास्टर। सेन्से भनेको शिक्षक। त्यसैगरी अर्को छ हाम्रो क्योसी। क्योसी भनेको पनि शिक्षक, टिचर अथवा मास्टर नै हो। सेन्से र क्योसीमा चाहिँ के फरक छ भन्दाखेरि हैन, सेन्से भनेको चाहिँ अब विद्यार्थीहरु बोलाउने बेलामा शिक्षक भनेर बोलाउने बेलामा चाहिँ सेन्से भनेर बोलाउनु पर्यो। क्योसी भनेको चाहिँ शिक्षकले म चाहिँ शिक्षकको काम गर्छु, म चाहिँ टिचरको काम गर्छु, मेरो पेशा चाहिँ शिक्षक हो भन्ने बेलामा चाहिँ क्योसी भन्नु पर्यो। आफूले आफ्नो काम, म चाहिँ यो काम गर्छु, म चाहिँ शिक्षकको काम गर्छु, म चाहिँ टिचरको काम गर्छु भन्ने बेलामा चाहिँ क्योसी भन्नु पर्यो। सेन्से भनेको चाहिँ अब स्टुडेन्टहरुले टिचरले बोलाउने बेलामा चाहिँ सेन्से भनेर बोलाउनु पर्यो है त। त्यसैगरी अर्को चाहिँ हाम्रो गाकुसे। गाकुसे भनेको चाहिँ स्टुडेन्ट है त। विद्यार्थीलाई चाहिँ गाकुसे भन्नु पर्यो। अर्को चाहिँ हाम्रो खाइस्या। खाइस्या भनेको चाहिँ कम्पनी। कम्पनीलाई चाहिँ खाइस्या भन्नु पर्यो। अर्को चाहिँ हाम्रो खाइस्याइन। खाइस्याइन भनेको चाहिँ कम्पनी इम्प्लोइ है त। कम्पनीको कर्मचारीलाई चाहिँ खाइस्याइन भन्नु पर्यो। त्यसैगरी अर्को चाहिँ हाम्रो स्याइन। स्याइन भनेको चाहिँ कर्मचारी है त। कर्मचारीलाई चाहिँ स्याइन भन्नु पर्यो। त्यसैगरी अर्को छ गिङ्को। गिङ्को भनेको चाहिँ ब्याङ्क। ब्याङ्कलाई चाहिँ गिङ्को भन्नु पर्यो। अब त्यसैगरी हामी अर्कोतर्फ जाउँ। हाम्रो अर्को छ गिङ्कोइन। गिङ्कोइन भनेको चाहिँ ब्याङ्क कर्मचारी है त। ब्याङ्क इम्प्लोइ। ब्याङ्कमा काम गर्ने कर्मचारीलाई चाहिँ गिङ्कोइन भन्नु पर्यो। त्यसैगरी अर्को छ हाम्रो गाक्को। गाक्को भनेको चाहिँ स्कुल है त। स्कुललाई चाहिँ गाक्को भन्नु पर्यो। त्यसैगरी अर्को छ दाइगाकु। दाइगाकु भनेको चाहिँ विश्वविद्यालय, युनिभर्सिटीलाई चाहिँ दाइगाकु भन्नु पर्यो है त। अर्को चाहिँ हाम्रो केङ्क्यु। केङ्क्यु भनेको चाहिँ रिसर्च, अनुसन्धानलाई चाहिँ केङ्क्यु भन्नु पर्यो है त। अर्को चाहिँ हाम्रो केङ्क्युस्या। केङ्क्युस्या भनेको चाहिँ रिसर्चर, अनुसन्धान गर्ने मान्छे अथवा अनुसन्धानकर्तालाई चाहिँ केङ्क्युस्या भन्नु पर्यो। अर्को छ ब्योइन। ब्योइन भनेको चाहिँ हस्पिटल, अस्पताललाई चाहिँ ब्योइन भन्नु पर्यो। अब त्यसैगरी हामी अर्कोतर्फ जान्छौँ। हाम्रो अर्को छ इस्या। इस्या भनेको चाहिँ डाक्टर है त। डाक्टरलाई चाहिँ इस्या भन्नु पर्यो। अर्को छ कुसुरी। कुसुरी भनेको चाहिँ मेडिसिन है। औषधिलाई चाहिँ कुसुरी भन्छ। अनि त्यसैगरी अर्को चाहिँ हाम्रो दारे। दारे भनेको चाहिँ को भनेको है त। हु। दारे भनेको चाहिँ को भन्न खोजेको है त। अर्को चाहिँ हाम्रो दोनाता। दोनाता भनेको चाहिँ पोलाइट अफ दारे है। दोनाता भनेको पनि को नै हो, तर यो चाहिँ अलि पोलाइट फर्म, दारेको पोलाइट फर्मलाई चाहिँ दोनाता भन्छ। अर्को चाहिँ हाम्रो नान्साई। नान्साई भनेको चाहिँ हाउ ओल्ड, कति उमेर, कति वर्ष भनेको। नान्साई भनेको हाउ ओल्ड, कति उमेर अथवा कति वर्ष। अर्को चाहिँ हाम्रो ओइकुचु। ओइकुचु भनेको पनि कति उमेर, कति वर्ष नै हो, तर यो चाहिँ अलि पोलाइट फर्म। नान्साईको पोलाइटलाई चाहिँ ओइकुचु भन्नु पर्यो। त्यसैगरी अर्को चाहिँ हाम्रो नामाए। नामाए भनेको चाहिँ नाम, नेमलाई चाहिँ नामाए भन्छ। अनि त्यसपछि ओनामाए। ओनामाए भनेको चाहिँ शुभ नाम। नामाएको पोलाइट चाहिँ ओनामाए है र। नाम भनेको चाहिँ नामाए भयो। शुभ नाम भन्नु पर्यो भने चाहिँ ओनामाए भन्नु पर्यो। त्यसैगरी हामी अर्कोतर्फ जाउँ। हाम्रो अर्को छ हाई।
हाई भनेको चाहिँ यस भनेको हो हुन्छ भन्न खोजेको है त। हाई भनेको चाहिँ यस हो हुन्छ भन्न खोजेको। अनि त्यसै गरी अर्को चाहिँ हाम्रो इए भनेको चाहिँ नो भनेको है त, होइन अथवा हुँदैन भन्न खोजेको है। यहाँ डबल इए छ, इए नभने यसलाई इए भन्ने है त, अलि लामो तान्ने इए भन्नु पर्यो है त। नो भन्नु पर्यो भने चाहिँ इए भन्नु पर्यो। अनि त्यसै गरी हाम्रो अर्को छ हाजिमे मासिते। हाजिमे मासिते भनेको चाहिँ नाइस टु मिट यु भनेको ग्रिटिङ फर द पर्सन्स मिटिङ फर द फर्स्ट टाइम। तपाईँलाई भेटेर खुसी लाग्यो भन्न खोजेको है त। यो भनेको चाहिँ पहिलो पटक भेटेको मान्छेलाई भन्ने अभिवादन है। हाजिमे मासिते भनेको चाहिँ तपाईँले चाहिँ कसैलाई पहिलो पटक भेटिरहेको छ भने चाहिँ हाजिमे मासिते भनेर चाहिँ अभिवादन गर्नु पर्यो है त। त्यो भनेको चाहिँ तपाईँलाई भेटेर खुसी लाग्यो भन्न खोजेको। अनि त्यसै गरी अर्को चाहिँ हाम्रो खारा किमासिता। यो भनेको चाहिँ बाट आएको भनेको केम फ्रम। जस्तै अमेरिकाबाट आएको भन्नु पर्यो भने चाहिँ अमेरिका खारा किमासिता भन्नु पर्यो। नेपालबाट आएको भन्नु पर्यो भने चाहिँ नेपाल खारा किमासिता भन्नु पर्यो है त। त्यसै गरी अर्को चाहिँ हाम्रो दोजो योरोसिको ओनेगाइसिमास। दोजो योरोसिको ओनेगाइसिमास भनेको चाहिँ प्लिज बी नाइस टु मी। यो भनेको चाहिँ मसँग राम्रो व्यवहार गरिदिनु होला, मलाई चाहिँ राम्रो व्यवहार गरिदिनु होला भनेको क्या। अथवा यसलाई चाहिँ प्लिज मलाई स्वीकार्नु होला भन्ने अर्थ पनि लाग्छ है त। दोजो योरोसिको ओनेगाइसिमास भनेको चाहिँ मलाई राम्रो व्यवहार गरिदिनु होला भन्ने अर्थ पनि लाग्छ, अथवा मलाई स्वीकार्नु होला भन्ने अर्थ पनि लाग्छ। त्यसै गरी अर्को चाहिँ हाम्रो अमेरिका। अमेरिका भनेको चाहिँ अमेरिका नै भइहाल्यो होइन, खाता खानामा लेख्नु पर्यो है त। अर्को चाहिँ हाम्रो इन्डो। इन्डो भनेको चाहिँ इन्डिया है त, इन्डियालाई चाहिँ इन्डो भन्नु पर्यो। त्यसै गरी हामी अर्कोतर्फ जाउँ। अर्को चाहिँ हाम्रो च्युगोकु। च्युगोकु भनेको चाहिँ चाइना है त, चाइनालाई चाहिँ च्युगोकु भन्दो रहेछ है त जापानिजहरूले। त्यसै गरी अर्को चाहिँ हाम्रो निहोन। निहोन भनेको चाहिँ जापान है, जापानलाई चाहिँ जापानिज भाषामा निहोन भन्नु पर्यो। त्यसै गरी अर्को चाहिँ हाम्रो खाङकोकु। खाङकोकु भनेको चाहिँ कोरिया है त, कोरियालाई चाहिँ खाङकोकु भन्छ। अनि त्यसै गरी अर्को चाहिँ हाम्रो नेपारू है। नेपारू भनेको चाहिँ नेपाल है, नेपाललाई चाहिँ नेपारू भन्नु पर्यो है त। यहाँ हेर्नुहोस् त पापछि धर्का छ नि, ड्यास छ नि, हो यस्तोलाई चाहिँ अलि लामो तान्ने क्या, नेपारू भन्नु पर्यो है त, नेपारू। त्यसै गरी अर्को चाहिँ हाम्रो हेर्नुहोस् त गो। गो भनेको चाहिँ ल्याङ्ग्वेज, भाषालाई चाहिँ गो भन्छ है। अब हेर्नुहोस् त तल, अब निहोङ्गो। निहोङ्गो भनेको चाहिँ जापानिज भाषा भन्न खोजेको है त। देशको नामसँग गो जोड्यो भने चाहिँ त्यस देशको भाषा भन्ने बुझिन्छ है त। त्यही भएर निहोन भनेको जापान हो नि त, त्यही भएर निहोङ्गो भनेको चाहिँ जापानिज भाषा, जापानिज ल्याङ्ग्वेज। त्यसै गरी अर्को हेर्नुहोस् खाङकोकु। खाङकोकु भनेको कोरिया हो नि त, त्यही भएर खाङकोकु गो भनेको चाहिँ कोरियन भाषा भनेर बुझिन्छ। त्यसै गरी अर्को हेर्नुहोस् त च्युगोकु। च्युगोकु भनेको चाहिँ चाइना हो, त्यही भएर च्युगोकु गो भनेको चाहिँ चाइनिज भाषा है त, चाइनिज भाषालाई चाहिँ च्युगोकु गो भन्नु पर्यो। त्यसै अगाडि अर्को हेर्नुहोस् त हाम्रो इन्डोगो। इन्डोगो भनेको चाहिँ इन्डियन भाषा है त, इन्डियन ल्याङ्ग्वेजलाई चाहिँ इन्डोगो भन्नु पर्यो है त। इन्डोमा इन्डो भनेको इन्डिया भयो, गो जोडेर इन्डोगो भनेको इन्डियन भाषा। त्यसै गरी अर्को चाहिँ हेर्नुहोस् नेपारुगो। नेपारुगो भनेको चाहिँ नेपाली भाषा है, नेपारु भनेको नेपाल हो नि त, त्यही भएर गो जोडेर नेपारुगो है, नेपाली भाषा। त्यही भएर देशको नामसँग पछाडि गो जोड्यो भने चाहिँ त्यस देशको भाषा भन्ने बुझिन्छ है त, याद गर्नु होला। त्यसै गरी हामी अर्कोतर्फ जाउँ। हाम्रो अर्को छ जिन। हेर्नुहोस् त जिन। जिन भनेको चाहिँ नागरिक है त, कुनै देशको सिटिजन अथवा नागरिकलाई चाहिँ जिन भन्नु पर्यो। यो पनि त्यस्तै छ, हेर्नुहोस् त देशको पछाडि जिन जोडेर बनाउनु पर्यो। जस्तै नेपारू भनेको त नेपाल हो नि त, त्यसमा चाहिँ जिन जोडेर नेपारू जिन भएको छ। यो भनेको चाहिँ नेप्लिज है, नेपालीलाई चाहिँ नेपारू जिन भन्नु पर्यो। अनि त्यसपछि अमेरिकाको नागरिकलाई के भन्नु पर्यो त, अमेरिकनलाई। हेर्नुहोस् त अमेरिका जिन, अमेरिकासँग जिन जोडेर अमेरिका जिन, अमेरिकन है त, अमेरिकाको नागरिक। त्यसै गरी अर्को चाहिँ हाम्रो इन्डोजिन है त। इन्डोजिन भनेको चाहिँ इन्डियन भन्न खोजेको है त, इन्डियाको नागरिक भन्न खोजेको। त्यही भएर देशको पछाडि चाहिँ जिन जोड्यो भने चाहिँ त्यस देशको नागरिक हुन्छ भनेर चाहिँ बुझ्नु पर्यो है त तपाईँले। अनि त्यसै गरी अर्को चाहिँ हाम्रो जस्तो सान। सान भनेको चाहिँ जी भनेको है त, कुनै पनि नामको पछाडिपट्टि जोड्नु पर्यो कि। जस्तै रामजी भन्नु पर्यो भने चाहिँ रामुसान भन्नु पर्यो है त, श्यामजी भन्नु पर्यो भने श्यामुसान भन्नु पर्यो।
सीताजी भन्नु पर्यो भने सीतासान भन्नु पर्यो। त्यसै गरी अर्को छ हाम्रो हेर्नुहोस् त च्यान। च्यान भनेको चाहिँ नानी अथवा बाबु भनेको सानो सानो नानी बाबुहरूको नामको पछाडि चाहिँ जोडिन्छ। जस्तै राम बाबु भन्नु पर्यो भने चाहिँ रामु च्यान भन्नु पर्यो। सीता नानी भन्नु पर्यो भने चाहिँ सीता च्यान भन्नु पर्यो है त। त्यसै गरी अर्को चाहिँ हाम्रो कुन। कुन भनेको चाहिँ हेर्नुहोस् त सानो सानो केटाहरूको बाबुहरूको नामको पछाडि चाहिँ जोड्नलाई चाहिँ प्रयोग गरिन्छ है। जस्तै श्याम बाबु भन्नु पर्यो भने चाहिँ श्यामु कुन भन्नु पर्यो है त। राम बाबु भन्नु पर्यो भने चाहिँ रामु कुन भन्नु पर्यो है। सानो सानो भाइहरूको नामको पछाडि चाहिँ जोडिन्छ है त यो कुन भनेको चाहिँ बाबु भन्न खोजेको। मिन्नानो निहोङ्गोको लेसन 1 को भोक्याबुलरी चाहिँ यति मात्रै छ है त। त्यसै गरी अब हामी चाहिँ है नेम अफ कन्ट्री इन जापानिज है, जापानिज भाषामा चाहिँ देशहरूको नाम चाहिँ कसरी लेखिन्छ भनेर चाहिँ पढ्नेछौँ है त। मैले चाहिँ कुनै कुनै देशहरूको नाम मात्रै लेखेको छु है। अब तपाईँहरूले चाहिँ लेसन पढ्दै गएपछि बिस्तारै बिस्तारै अब देशको नामहरू चाहिँ आफै लेख्न सक्नुहुन्छ क्या। त्यही भएर मैले चाहिँ कुनै कुनै देशहरूको मात्रै नाम लेखेको छ होइन। त्यही भएर हेरौँ है त। सुरुमा चाहिँ हाम्रो हेर्नुहोस् त नेपाहरू है। नेपाहरू भनेको अघि नै पढिसकेको छ हामीले। नेपाहरू भनेको चाहिँ नेपाल है त। नेपाललाई चाहिँ नेपाहरू भन्नु पर्यो। त्यसै गरी अर्को चाहिँ हाम्रो निहोन। निहोन भनेको चाहिँ जापान है त। जापानलाई चाहिँ निहोन भन्नु पर्यो। अनि त्यसै गरी अर्को चाहिँ हाम्रो इन्डो। इन्डो भनेको चाहिँ इन्डिया है। इन्डियालाई चाहिँ इन्डो भन्नु पर्यो। अनि त्यसै गरी अर्को चाहिँ हाम्रो च्युगोकु। च्युगोकु भनेको चाहिँ चाइना है त। च्युगोकु। त्यसै गरी अर्को चाहिँ हाम्रो ताई। ताई भनेको चाहिँ थाइल्यान्ड है त। थाइल्यान्डलाई चाहिँ ताई भन्नु पर्यो। अर्को चाहिँ हाम्रो इन्डोनेसिया। इन्डोनेसिया भनेको इन्डोनेसिया है। इन्डोनेसियालाई चाहिँ इन्डोनेसिया भन्दो रहेछ। अर्को छ पाकिस्तान। पाकिस्तान भनेको चाहिँ पाकिस्तान। पाकिस्तानलाई चाहिँ पाकिस्तान भन्नु पर्यो। अर्को चाहिँ हाम्रो बेतोनामु। बेतोनामु भनेको चाहिँ भियतनाम है त। भियतनामलाई चाहिँ बेतोनामु भन्छ। त्यसै गरी अर्को चाहिँ हाम्रो श्रीलङ्का। श्रीलङ्का भनेको चाहिँ श्रीलङ्का है त। अर्को छ भुटान। भुटान भनेको चाहिँ भुटान है त। अर्को छ अमेरिका। अमेरिका भनेको अमेरिका है त। अमेरिकालाई चाहिँ अमेरिका भन्दो रहेछ। त्यसै गरी अर्को छ हाम्रो इगिरिसु। इगिरिसु भनेको चाहिँ इङ्ल्यान्ड। अनि त्यसै गरी अर्को छ दोइचु। दोइचु भनेको चाहिँ जर्मनी। अनि त्यसै गरी अर्को छ हाम्रो ओसुतोरारिया। ओसुतोरारिया भनेको चाहिँ अस्ट्रेलिया। अस्ट्रेलियालाई चाहिँ ओसुतोरारिया भन्दो रहेछ है। मैले चाहिँ अब सबै देशको नाम चाहिँ लेखेको छैन है। अब तपाईँहरूले पनि अब लेसन पढ्दै गएपछि बिस्तारै बिस्तारै चाहिँ देशको नामहरू चाहिँ आफै लेख्न सक्नुहुन्छ। लेसन 1 मा पढ्नुपर्ने भोक्याबुलरीहरू चाहिँ यति मात्रै छ है त। यदि तपाईँहरूलाई भिडियो मन परिरहेछ अथवा हेल्पफुल भइरहेको छ भने चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस्। अनि त्यसपछि भिडियोलाई सेयर कमेन्ट पनि गर्नुहोला है त। आजलाई यति नै छ। अब हामी लेसन 2 को भोक्याबुलरीहरू पढ्ने बेलामा भेट्नेछौँ है त। क्यो आरिगातो गोजाइमासिता।